We want it now. We want it now. Sita Railai nahi de. Nahi de, nahi de. Sita Railai nahi de. Nahi de, nahi de. Saraswati Subaidilai nahi de. Nahi de, nahi de. Saraswati Subaidilai nahi de. Nahi de, nahi de. गरेको बाचा पूरा गर. पूरा गर, पूरा गर. गरेको बाचा पूरा गर. पूरा गर, पूरा गर. अपराधीलाई कारबाही गर. कारबाही गर, कारबाही गर. अपराधीलाई कारबाही गर. कारबाही गर, कारबाही गर. मनपरी तन्त्र समाप्त गर. समाप्त गर, समाप्त गर. मनपरी तन्त्र समाप्त गर. समाप्त गर, समाप्त गर. Rape is a heinous crime. Heinous crime, heinous crime. The guilty should be doing time. Doing time, doing time. The guilty should be doing time. Doing time, doing time. What do we want? Justice. What do we want? Justice. When do we want it? Now. When do we want it? Now. Nepal government, shame on you. Shame on you, shame on you. Babu Ram, shame on you. Shame on you, shame on you. Babu Ram, shame on you. Shame on you, shame on you. Parsuram, shame on you. Shame on you, shame on you. Parsuram, shame on you. Shame on you, shame on you. सरकार हाम्रो रक्षक हो. रक्षक हो, रक्षक हो. भक्षक बन्न पाइँदैन. पाइँदैन, पाइँदैन. राजनीतिक संरक्षण अन्त्य गर. अन्त्य गर, अन्त्य गर. जनता प्रति इमानदार बन. इमानदार बन, इमानदार बन. स्वतन्त्र नेपाली चुप लाग्दैन. लाग्दैन. हिंसा हेर्दै बस्दैनौ. बस्दैनौ, बस्दैनौ. हिंसा सहनु हिंसै हो. हिंसै हो, हिंसै हो. हिंसा हेर्दै बस्दैनौ. बस्दैनौ, बस्दैनौ. उपस्थित हुनुभएको सम्पूर्णमा मेरो पनि नमस्कार. हामी सबैजना यहाँ एउटै कजले गर्दा आएको छ. म दुईटा रिजन भन्छु. फर्स्टमा हामी जुनै पनि ब्याकग्राउन्डमा भए पनि वी अल नो एन्ड वी अल ह्याभ द सेम एथिक्स. हामीले त्यही एथिक्स सेयर गर्छौँ. यो जेन्डर डिस्प्यारिटी, यो हाम्रो जुन भायोलेन्स भइरहेछ, महिलाप्रति हिंसा भइरहेछ, इट्स नट अ ग्रे इस्यु होइन. यो ब्ल्याक एन्ड व्हाइट हो होइन. यो एकदम नराम्रो हो भन्ने हामीलाई थाहा छ. र मान्छेको दिमाग चेन्ज हुन, मन चेन्ज हुन टाइम लाग्दैन होइन. र वी वान्ट द गभर्मेन्ट टु मेक द्याट मार्क भेरी डिस्टिङ सो द्याट यतापट्टि भएको त्यो बााउन्ड्रीमा भएको मान्छे चाहिँ यता नजाओस् होइन. त्यो एउटा कुरा हो. सेकेन्डमा चाहिँ म जहिले पनि के भन्छु भने इट्स नेभर टु अर्ली अर इनफ टु भोइस फर अ चेन्ज होइन अगेन्स्ट यस्ता खालको इस्युहरू. र हामी सबैजना त्यही भएर आएको छौँ. किनभने समाज भनेको एउटा यो सर्टेन एजले यति गर्दा हुन्छ भनेर चेन्ज हुने खालको होइन. किनभने समाज भनेको सबैले बनेको एउटा के भन्छ कम्युनिटी भएको भएर हामी सबैजना आज आएको छौँ. त्यसको लागि धेरै धेरै धन्यवाद. र एउटा मैले चार्ट देखाउँछु यहाँ है. हरेक दिन 10 जना हाम्रो दिदीबहिनीहरू अब्युज भइरहेछ. त्यो भनेको एउटा रिपोर्टेड केस हो. अनरिपोर्टेड केस जुन केसमा कसैले नजरअन्दाज गरेको छैन त्यो वी डोन्ट इभन नो होइन. र तपाईँहरू सबैजना यहाँ आइदिनु भयो त्यसको लागि धेरै धन्यवाद. र म के पनि भन्न चाहन्छु भने हाम्रो युकेमा यो आजको यो भोइस किनभने साइलेन्स भनेको इन अ वे भायोलेन्सलाई अझै हामीले के भन्छ हाम्रो लक्ष्मीले अघि सेयर गरेको थियो होइन. भायोलेन्सलाई हामीले साइलेन्ट भएर त्यसलाई अझै या वी सुड सपोर्ट इट होइन कि हामी आज यहाँ आवाज उठाउँदैछौँ. र हामी युकेमा मात्रै नभएर हाम्रो अरू विदेशमा पनि बसिरहनु भएको छ होइन. जर्मनतिर, युएसतिर, अस्ट्रेलियातिर उहाँको दिदीबहिनीहरू पनि हाम्रो दाइले भने चाहिँ त्यहाँको कुम्भकर्ण दाजुभाइहरू पनि यसरी उठ्नुहुन्छ. उहाँहरू पनि एम्बेसी छ किन जानुहुन्न होइन. एउटा रिप्रेजेन्टेटिभ छ भने किन जानुहुन्न. यो मेसेज चाहिँ यो हाम्रो नेपालमा मात्रै नभएर संसारमा छरिएर बसिरहनु भएको नेपाली होइन कनेक्टेड भइरहेको नेपालीमा पुग्छ भन्ने हाम्रो यो उद्देश्य हो. र होपफुली आजको उद्देश्य चाहिँ पुरा हुन्छ. फेरि पनि हामी सबैजना यहाँ उपस्थित हुनुभएकोमा धेरै धेरै धन्यवाद. थ्याङ्क यू. मलाई के लाग्छ भने एकचोटि हाम्रो यहाँ जे चाहिँ ज्ञापन पत्र दिन आँटिरहेको छौँ एकचोटि पढ्नु पर्ला जस्तो लाग्यो मलाई. किनभने हामी सबैले यसलाई चाहिँ अब यो हामी सबैलाई रिप्रेजेन्ट गर्ने यो ज्ञापन पत्र हो. अहिले एम्बेसीमा जाने यो ज्ञापन पत्र हो. सो सुन्नुहुन्छ होला अहिले. सम्माननीय प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौँ नेपाल मार्फत महामहिम राजदूतज्यू नेपाली दूतावास लन्डन. विषय महिला हिंसा विरुद्ध न्याय दिलाइयोस्. सम्माननीय प्रधानमन्त्रीज्यू, नेपालमा केही समय यता महिला विरुद्ध भएका निकृष्ट हिंसाका घटनाहरू सम्बन्धी समाचारहरू सुनेर हामी स्तब्ध भएका छौँ. यस्ता घटनाहरू विरुद्ध महिला अधिकारका निम्ति चलिरहेका विरोध प्रदर्शनहरूमा ऐक्यबद्धता जनाउँदै हामी बेलायतमा बस्दै आएका नेपाली युवाहरू बेलायत स्थित नेपाली राजदूतावास मार्फत नेपाल सरकारलाई यो ज्ञापन पत्र बुझाउँदैछौँ. अरबबाट दुःख गरेर आफ्नो देशमा फर्किएकी सीता राईलाई त्रिभुवन विमानस्थल कार्यालयकै कर्मचारी तथा प्रहरीको मिलमत्तमा उनको पैसा र शरीर दुवै लुटियो. घरेलु कामदार सरस्वती सुवेदीको मृत्यु शङ्कास्पद अवस्थामा भए तापनि उनको परिवारलाई किटानी उजुरी समेत गर्न नदिने प्रयास स्वयं प्रहरीबाटै भयो. बिन्दु ठाकुर र शिवा हासमीलाई त जिउँदै जलाइएको छ. यस सम्बन्धमा अभियुक्तहरूमाथि लगाइएको अभियोग समेत
सरकारले सार्वजनिक गरेको छैन। माथि उठान गरिएका घटनाहरूमा सरकारी कर्मचारीका असक्षमता र कतिपय आपराधिक गतिविधिहरूको हामी घोर भत्सना गर्दछौँ। उपरोक्त घटनाहरू जस्तै समाचार बन्न नसकेका अरू घटनाहरूले सरकारी संयन्त्रको भूमिकालाई शङ्कास्पद बनाएका छन्। त्यसैले हामी बालुवाटारमा नेपाली महिलाको हक हितका निम्ति गरिएको विरोध प्रदर्शनमाथि ऐक्यबद्धता जनाउँदछौँ। यस्ता दुर्घट घटनाहरूबाट पाठ सिक्दै नेपालको सरकारी, न्यायिक र सामाजिक प्रणालीमा मौलाएका धमिराहरूको निराकरण गर्दै नेपालमा महिलामाथि हुने सबै खालका उत्पीडनहरूको अन्त्य गर्न नेपाल सरकारलाई सचेत गराउँदैछौँ। भवदीय नेपाली युथ फोरम UK सहयोग गर्ने नेपाली लोकतान्त्रिक मञ्च बेलायत, प्रगतिशील नेपाली समाज बेलायत। धन्यवाद। नमस्ते, आज हामीसँग हुनुहुन्छ श्रेया पौडेल। उहाँले चाहिँ आज नेपाली एम्बेसीको अगाडि यो विरोध आई थिङ्क यो आयोजना गर्नुभएको उहाँबाटै सुरु भएको हो। सो आज उहाँसँग अलिकति कुराकानी गरौँ न है त। सो आजको तपाईँको मेसेज चाहिँ के थियो खासैमा चाहिँ? किन व्हाट मेड यु थिंक लाइक वी शुड डु दिस? मलाई के लाग्यो भने जस्तै अब सोचौँ न, अब त्रिभुवन इन्टरनेसनल एयरपोर्ट होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै एउटा महिलालाई पुलिसले बलात्कार गर्छ। पुलिसले क्या, जसले चाहिँ रक्षा गर्नुपर्छ सबैको होइन, महिला पुरुष जो होस् सबैको रक्षा गर्नुपर्ने पुलिस हो, तर उसले नै बलात्कार गरेछ होइन। अब कति घृणित कार्य हो त्यो पनि। अनि तपाईँको सरकारले त्यसलाई राम्रै छानबिन गरेर त्यसमाथि कारबाही गर्न सकेन उसले राम्ररी। अहिले अब गर्दैछ होला, तर उसले जति आक्रामक ढङ्गले प्रस्तुत हुनुपर्ने थियो सरकार डिफेन्सिभ भयो। त्यसको अगेन्स्टमा चाहिँ हो खासमा होइन। तर त्यो मात्रै होइन, त्यो त एउटा सिम्बल मात्रै हो होइन। नेपालमा बलात्कार, महिला हिंसा विरुद्ध अपराध यति धेरै हुन्छन्, त्यो एउटा सिम्बल मात्रै हो। यो सिम्बलले चाहिँ सबै कुरालाई, सबै महिला हिंसा विरुद्धको अपराधहरूलाई बुझाउनुपर्छ होइन। र हाम्रो चाहिँ यो मुभमेन्ट चाहिँ त्यो एउटा अपराधको विरुद्ध मात्रै होइन, यस्ता कैयन अपराधका विरुद्ध हो हाम्रो यो मुभमेन्ट चाहिँ। तपाईँको व्यक्तिगत विचारमा चाहिँ होइन नेपालको गभर्मेन्टले चाहिँ के गर्नुपर्छ कानुनको हिसाबमा अगेन्स्ट रेप केसेस एन्ड अगेन्स्ट लाइक रेप एलिगेसन्स? बिकज यु अलरेडी टोल्ड मी होइन कि यो स्ट्रङ छैन, स्ट्रिक्ट छैन, तर यदि तपाईँ त्यो पोजिसनमा भएको भए होइन तपाईँले के चाहिँ गर्नुहुन्थ्यो सरकारको? अब कस्तो अचम्म लाग्दो कुरा छ भने नि, जस्तै अब एउटा कुनै कुराहरू एकदमै रिस उठ्दो, एकदम सुन्दै एकदमै रिस उठ्दो खालको कानुन छ नेपालमा। जस्तै एउटा युवती, एउटा महिलालाई माथि बलात्कार भयो भने यस्तो हाँस उठ्दो रिस उठ्दो दुवै भन्नुपर्छ यसलाई। 35 दिनभित्रमा उसले चाहिँ ल मलाई चाहिँ म माथि बलात्कार भयो, अन्याय भयो भनेर पुलिसमा उजुरी दिएन भने अथवा फर्स्ट इन्फर्मेसन रिपोर्ट भन्छ FIR होइन, त्यो दर्ता गरेन भने त्यो केस रिजल्भ हुन्छ। आफै सोच न, त्यो त अब एकजना मान्छेमाथि बलात्कार भएको छ भने अब कति चाहिँ मेन्टल प्रेसर हुन्छ होला, साइकोलोजिकली कति चाहिँ एकदम विक्षिप्त अवस्थामा, साइकोलोजिकली एकदम स्ल्याम डाउन भएको अवस्थामा त्यस्तो टाइममा उसले जति पनि टाइम लिन सक्छ क्या। के थाहा 2 महिना लिन्छ कि पुलिसलाई गएर रिपोर्ट गर्न होइन। यस्तो हुँदैन कि जहिले पनि आज बलात्कार भयो भोलि नै त्यो मान्छे पुलिसका दौडिदिएर जाँदैन नि। उसले धेरै कुरा सोध्छ। नेपाल जस्तो एकदम क्लोज सोसाइटीमा फेरि मलाई बलात्कार भयो भन्दा मानिसले कसरी सोध्छन् भने यो महिलाले नै केही गल्ती गरेको थियो कि भन्ने सोध्छन् क्या होइन। वास्तवमा बलात्कार हुनुमा महिलाको एक रति पनि गल्ती हुँदैन। जसले बलात्कार गर्यो त्यसको चाहिँ गल्ती हुन्छ होइन। अब यस्ता कुराहरू नेपालको कानुनमा छ होइन। 35 दिनभित्रमा उजुरी गर्नुपर्ने हो। यो मैले एउटा इक्जाम्पल मात्रै दिएको, एउटा उदाहरण मात्रै दिएको हो। यस्ता कानुनहरूलाई चाहिँ वास्तवमा उन्मूलनै गर्नुपर्छ, चेन्जै गर्नुपर्छ होइन। अनि यो मुभमेन्ट भने अब एउटा कानुनी रूपमा पनि हो, कानुन चेन्ज गर्ने हिसाबमा, अर्को सामाजिक रूपमा पनि एउटा अब सामाजिक ऐक्यबद्धताको कुरा पनि आउँछ होइन। सामाजिक सोलिडारिटीको कुरा पनि आउँछ कि अब हामी सबैमा अवेरनेस क्रिएट भयो, यत्रो कुराहरू भयो। अब हामी सबैजना आयौँ होइन। अनि अब बर्मिङह्यामबाट, सरीबाट, कति ठाउँबाट मानिसहरू यहाँ साथीहरू आउनुभयो। यो भने त यो एउटा कजको लागि, कारणको लागि आउनुभएको नि त। रमाइलोको लागि त पक्कै पनि आएनौँ हामी, एउटा कजको लागि आयौँ होइन, राम्रो कजको लागि। सो वास्तवमा यही नै भन्छु होला म चाहिँ। तपाईँलाई जानुभन्दा अगाडि एउटा छोटो मिठो सन्देश केही दिनु छ? नेपाली सरकार तपाईँको पर्सनल मेसेज चाहिँ के रहेको छ? तपाईँले के भन्न चाहनुहुन्छ? सरी कसलाई चाहिँ यो चाहिँ कसलाई? हजुर ओके। मलाई के लाग्छ भने अब युके को अहिले त म बासिन्दै भन्नु पऱ्यो, 2-3 वर्ष भयो, तर म फर्किन्छु अफकोर्स होइन। तैपनि कति चिजहरू यहाँ टेकन फर ग्रान्टेड छ क्या भन्नाले यस्तै हो भन्न, त्यो अब मतलबै छैन।
तर त्यो कसैको पनि दोष होइन यो समाज धेरै अब एक किसिमले इकोनोमिकली डेभलप भइसक्यो आर्थिक रूपमा धेरै समृद्ध भइसक्यो हामीले यहाँ त्यस्तो कुराहरू फेस गर्नु पर्दैन नेपालमा भन्यो भने बच्चा बच्चीहरूले ठुलो नदीमा ब्रिजेस नभएर पुल नभएर तुइन भनेको एउटा रोप मात्रै हुन्छ एउटा डोरी मात्रै हुन्छ डोरीमा झुन्डिँदै क्रस गर्नुपर्छ नदीहरू होइन अब गाउँमा ऊ छैन तपाईँको अस्पतालहरू छैन कति डोकोमा बोकेर प्रेग्नेन्ट महिलाहरूलाई होइन गर्भवती महिलाहरूले दौडिँदै बच्चा जन्मेको कति कहानीहरू मैले सुनेको छु होइन यस्ता धेरै दुःख लाग्दा घटनाहरू छन् चाइल्ड लेबर छ होइन बालबालिकाहरू काम गर्न बाध्य छन् पेट पाल्नको लागि होइन पढ्न पाएका छैनन् यस्ता धेरै दुःख लाग्दा कुरा छन् वास्तवमा अनि हामीले यहाँ बसेर वास्तवमा थोरै केही गर्न सक्यो भने उनीहरूको लागि चाहिँ त्यो चाहिँ एकदम ठुलो कुरा हुनसक्छ वास्तवमा होइन नेपालमा जस्तै मानिलिउँ म त के विचार गर्छु नि अब आफ्नो लाइफमा मैले 10 जना 20 जनाको मात्रै अलिकति अब जीवनमा केही चेन्ज ल्याउन सक्यो भने उनीहरूलाई पढ्न नपाउने बच्चाहरूलाई पढाउन सक्यो भने अथवा हेल्प गर्न सक्यो भने सायद त्यो नै मेरो चाहिँ लाइफको सबभन्दा ठुलो अचिभमेन्ट हुन्छ होला होइन सायद म अब साथीहरूलाई यसरी नै नेपालको बारेमा यसरी नै सोचिदिनु हुन आग्रह गर्छु धन्यवाद Thank you so much. Thanks for coming. Thanks a lot.